हेलो एभ्रिवान, जोडे एन्ड नमस्ते सबैलाई। वेलकम ब्याक टु माई च्यानल। फेरि तपाईँहरूलाई स्वागत छ आजको अनि यो मेरो ब्लगमा। अनि त्यसपछि आज चाहिँ कति बजे, दिउँसोको 2 बजीतिर ब्लग सुरु भइरहेछ। अनि म चाहिँ के गर्दैछु भन्दा यहाँ आफैले बनाएको परौठा खाँदैछु। अनि त्यसपछि मैले नास्ता खाँदैछु। अनि तपाईँहरूले पनि खाइसक्नु भयो होला। अनि कति बजे खाने टाइम पनि भएको छैन होला। अनि त्यसपछि तपाईँहरूलाई फेरि स्वागत छ यो ब्लगमा। 2 फेरा भइसक्यो। म यहाँ यो बिहान बचेको अचार अनि परौठा खाँदैछु। खाने भइदिन्छ है, म लोभी होइन। अनि त्यसपछि अब यो परौठा खान्छु अहिले खाएर भेटौँ है त। खाएर भिडियो बनाउनुहुन्न क्या? बनाउनु त हुन्छ, बट मलाई कस्तो लाग्छ। त्यही भएर अहिले नास्ता खाएपछि भेटौँ है त। म चाहिँ यहाँ पानी हाल्न आएको माथि फुल अनि स्ट्रबेरीहरूमा। अनि त्यो 2 फेरा लिएर आएको, 2 फेरा ल्याएर थकै रहेछ यहाँ। अनि अब चाहिँ के गर्नुपर्छ भन्दाखेरि अब चाहिँ हिजो उहाँ बुटोलबाट ड्र्यागन फ्रुटको बिरुवा ल्याइदिनु भएको थियो। अनि कोही चाहिँ बचेकुचेको गमलामा रोप्यौँ। यो चाहिँ हिजो रोपेको, यो अस्ति नै, अनि त्यो चाहिँ हिजो रोपेको। अनि यहाँ चाहिँ आधा बचेछ। अनि आज चाहिँ मम्मीले माउलोबाट यो क्यारेट ल्याउनु भएछ। माउलोमा चाहिँ दुकान छ नि त। अनि यो क्यारेट ल्याउनु भएछ। अनि अब चाहिँ माटो ड्याङ खनेर ल्याउनु पर्ने हुन्छ माथि। मैले चाहिँ पानी हालेर धोइसकेँ। अनि अब चाहिँ म माटो खन्न जान्छु। अनि ड्याङ ल्याउँछु। अनि त्यसपछि ड्र्यागन फ्रुट रोप्छु। म चाहिँ तल झर्दैछु। यो फुल चाहिँ मर्न लागिसक्यो। यो अस्ति नै भर्खर रोपेको, यो नि मर्न लाग्यो। यहाँ पानी हालेको, पानी पुगेको अहिले पुस्नु पऱ्यो। त्यो खाएर म रोप्यो भने माटो लाग्दाखेरि रोप्न सकिन्छ। यता बोरा झिकेर अब बोरालो लिएर ड्याङ खन्न जानुपर्छ। अब यहाँ पानी हाल्नु हुन्छ, अहिले हाल्नु पर्छ। त्यो चाहिँ मम्मीले कता हो बोरा खा भन्नुभएको थियो भर्खरै। कहाँ रे बोरा मम्मी? यहाँ चाहिँ अघि नै सर्प आयो। कुनै के सर्प थाहा भएन, तर सर्प भएर आएको थियो। अब पानी हाल्न पर्ने हुन्छ यहाँ। यहाँ हरियो देखियो। यहाँ मम्मीले के फुल रोप्नु भएको थाहा छैन। हाम्रो बोरा पनि झरिसक्यो। मम्मीले के रोप्नु भएको छ त्यो पनि थाहा छैन मलाई। पानी आउँछ, पानी त आएन यहाँ त मिटरको। यत्र मम्मी आज पानी आएन र। ए खलास, प्लान क्यान्सल भयो। सुरुमा यहाँ पानी हालेर जान्छु भन्थेँ माथि। ए बुझ्नु र माटो खन्नु। अनि अब बोरा खसालिदिनु भयो मम्मीले। अब जान्छु म। अहिले यहाँ सर्प आएको छ नि, यहाँबाट सर्प कता थाहा भएन मलाई। बोरा त पाएँ, अब खन्नु कुरो। हाम्रो घरमा चाहिँ कोदालो छैन, तर यो के हो भन्ने चाहिँ छ। तर यसलाई यो कोदालो भन्छु मैले। दिस इज खानेकुरा माछा के हो। अनि अब चाहिँ म जान्छु। यो कोदालो हो कि के हो मलाई थाहा भएन। यसको नाम चाहिँ अब यता अगाडि खन्ने ठाउँ खोज्नुपर्छ है त। हामी चाहिँ यहाँ घर अगाडि यहाँ भेटायो नि, तर कति साह्रो हो यहाँको माटो यति साह्रो हो कि भरिती खनेको मेरो ढुङ्गा धेरै माटो चम्छ यहाँ चाहिँ। अनि अब म चाहिँ खन्छु डर ड्याङ है त। एकचोटिलाई भर खनेर सकेँ मैले। अनि
त्यहाँ धेरै ढुङ्गा थियो, अनि ढुङ्गाहरू पनि फालिहाल्यो भनेर माथि लान्छु। अनि फेरि यहाँ लिन आउँछु कि पछाडि खन्न जान्छु। यहाँ लास्टै ढुङ्गा के एकखेर पछाडि लिएर जान्छु। अब जहाँ ठिक हुन्छ त्यही गर्छु। एक क्यारेट कसरी भुराएन होला मैले, त्यही पनि यहाँ फेरि भुराहरूको छुट्टै संसार छ। यहाँ जम्मैतिरको भुराहरू आएर मम्मी र बाबा हेर्नु न, उता एउटा मोटो खन्यो, एउटा पातलो खन्थ्यो। अनि अब चाहिँ म यो लिएर जान्छु है त। एकचोटि लगेको मैले क्यारेट राखिसकेँ। कहाँ हिँडेको? एकचोटि लगेको क्यारेट राख्यो। अनि त्यहाँ के पानी मिसाउने के हो म बुझेन। अनि अब चाहिँ त्यहाँ माथि फुल रोपेको त्यो मरेको फुलको गमलाको माटो त्यहाँ राख्यो। अनि एलोभेरा थियो, अनि त्यो एलोभेरा अब एक कहिलेमा रोपिसक्यो, कुहिन लगाइसकेको थियो, पानी त हाल्छ नि त्यही नि त्यो। अनि बाल्टिनमा रोपेको थियो, बाल्टिन पनि फुटिसकेको थियो। अनि त्यहाँको माटो पनि त्यहाँ हालेँ। अब एकखेप पछाडि बारीबाट लान्छु। अनि त्यहाँ पनि देखावे त आएर ल, ऊ देखियो। यहाँ खुट्टा दुखिरहेको अस्ति नैबाट, यता लेफ्ट साइडको घुँडा यस्तो दुखेको छ। त्यही पनि लडाइँ गरौँ, मम्मी फेरि गाली गर्नुहुन्छ त अहिले। अब यता कताको लाने यता पछाडिको मलाई थाहै छैन। अब मम्मीलाई सोध्छु अनि लान्छु म माथि। कताको मम्मीलाई सोध्छु मैले। अब यहाँको लान भन्नुभएको, अनि उतो उम्रे खानु सोधेको, त्यो रोपिसक्यो भन्नुभएको सोधेर। अनि अब यहीँको लान्छु। पछि खुर्सानी रोप्ने बेलामा कहाँबाट उडेर आउँदो रहेछ यहाँ माटो, हेर्छु भयो पनि। अनि हाम्रो यसपालि अमिलो फुलेको पनि छैन, फलेको पनि छैन, रिस उठ्दै। अनि अब चाहिँ म यहाँको माटो खनेर लान्छु माथि। म चाहिँ सधैँ खनिराख्ने, अनि त्यस्तो साह्रो दुःख पनि हुन्न, अनि त्यति साह्रो पनि हुन्न नि। यति छिटो मैले खनेर पनि भ्याइसकेँ। अब यति लान्छु, अनि फेरि पुगेन भने फेरि लिन आउँछु। यस्तो ढाड पनि दुखिसक्यो मेरो। अनि यहाँ चाहिँ मम्मीले के रोप्नु भएको मलाई थाहा होइन। हाम्रो धनियाँ चाहिँ यस्तो भइसक्यो भ्याइएर। अनि यो कोरियन साग अझै पनि छ, कसैले पनि खान्न घरमा, अनि यत्तिकै उम्रिएर बसेको छ। अनि यहाँको सम्खो चाहिँ झिकिसक्नु भयो। अनि गाजर चाहिँ छ त्यहाँ, अनि मकैहरू के ठुलो हुँदैछ। अनि अब चाहिँ म यो लिएर जान्छु माथि। चाहिँ ल्याइसक्यो यहाँ। अब यति ल्याउनुपर्छ तर मम्मी आँटेर रोपिसक्नु भयो। अलि त्यो कुनामा रोप्नु न अलिक, त्यही साह्रो नजिक त कसरी पनि रोप्दैन है, ल्याउने फेर। अब चाहिँ म फेरि लिन जान्छु। एक बोरा होइन आधी। अनि सनसेट क्या दामी देख्यो यहाँबाट। तल जान्छु। हात पनि दुखिसक्यो, खुट्टा पनि दुखिसक्यो मेरो। नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। पुरानो हुनुहुन्छ भने पनि लाइक सेयर कमेन्ट गरिदिनु होला। अनि त्यस्तो भए पनि सुरुदेखि लास्टसम्म यो ब्लग हेरिदिनु होला है त। फर्स्ट अब भ्लग भनेको अब जस्तो त्यस्तै बनाउने कुरा भएन नि त। अनि त्यसपछि मेरो भ्लग भिडियो भनेको कारण कन्टेन्ट नभएर कन्टेन्टै भेटाइन्न, अनि कन्टेन्टै हुन्न। अनि सधैँ अब एउटै कुरा देखाउनु पनि त भएन नि, खालि घरमा बस्यो घरकै कुरा देखायो, त्यस्तो गर्न पनि भएन। कोहीलाई मनपर्छ कोहीलाई मन पर्दैन, त्यही भएर त्यस्तो भए पनि सुरुदेखि लास्टसम्म हेरिदिनु होला। अनि अब चाहिँ म फेरि लान्छु। अब चाहिँ भुरिन लगाइसक्यो, अब म लान्छु फेरि यहाँको खनेर। चाहिँ भ्याएँ मैले, यहाँ चाहिँ लिएर जान्छु बाजे। कहिले नगर्ने भएर चाहिँ होला नि, कहिले नगर्ने भएर नि गर्छु गर्न त। त्यही नि कस्तो थकै लाग्यो जब 3 फेर लग्दा नि
माथि सुत्ने। अब चाहिँ म माथि लान्छु फेरि अनि त्यसपछि त्यहाँ अब मम्मीले रोप्नुहुन्छ। मेरो काम त धेरै हो। मम्मीले रोप्नुहुन्छ। यताको नि आएन उताको नि आएन। अनि अब चाहिँ म माथि लान्छु यो माटो भइसक्यो। अनि एउटा कुरा यो ड्रागन फ्रुट हो यो त भइहाल्यो न। अनि यहाँ चाहिँ यो काँक्रा आफै उम्रेको अरे अनि यो चढोस् भनेर यसको लागि यो बाँसको यो टुक्रा राखिदिनु भएको। कस्तो दिमाग होला यार मम्मीले। अनि यो चाहिँ यत्रो ठुलो भात छ। अनि यो यिनीहरू त खै हामीले माउलोबाट ल्याउँदा चाहिँ हो यस्तो हुन्छ। हो यस्तोबाट भाँचेर ल्याउँथ्यौँ। अनि यो चाहिँ अलिक फरक रहेछ क्या। यसलाई काटेर राखेर अनि केही गरे जस्तो छ। यसको चाहिँ तल जरा उम्रेछ। अनि सबैको अलिअलि टुसा भएपछि उम्रेछ यसको चाहिँ। अनि झ्याउ पनि लागिसक्यो मलाई। हाम्रो स्ट्रबेरी एउटा दुईटा तिनटा यो चाहिँ सानो 3टा गमला भयो। अनि यो चाहिँ ठुल्ठुलो 4वटा गमलामा रोपेको छौँ हामीले। यो रोज फुलको बिरुवामा मैले दिनदिनै झन् धेरै पानी हाल्छु तर यो कहिले फुलेन। हाम्रो मम्मी वहाँ पुग्नु भएको पानी थाप्न घरमा पानी नआएर तर यो कहिल्यै फुलेन पनि फलेन पनि। अनि मलाई फालिदिउँ जस्तो लागिरहेको। अनि यस्तो तर मैले नबुझेको कुरा यो स्ट्रबेरीको फुल्ने सिजन कहिले हो फल्ने सिजन कहिले हो मलाई थाहा होइन। तर हाम्रो घरमा माघ सकेपछि फुल्न थाल्छ। अनि अलि त्यसको अलि पछि फल्छ। अनि अलिअलि पछि पाक्छ। अनि अहिले बैशाख लागिसक्यो। बैशाखको अब आधातिर पुग्न लागिसक्यो। फुल्दैछ क्या अझै फुल्दैछ। यो फुल्दैछ कस्तो रिस उठ्ने। यो पाक्न लाख। अनि यो पाकिसक्यो। यो पनि पाकिसक्यो तर यो किराले खाइसक्यो। अनि यो पाकिसक्यो तर यहाँ हाम्रो स्ट्रबेरीको बिरुवामा धेरै किमिरा लागेर सब किमिराले खाइदिन्छ। अनि यहाँ अब यो दिन्छ यसलाई मर्मत गर्न एक दिन। मैले अरू केही नगरेर कसैलाई केही नगरे पनि स्ट्रबेरीको चाहिँ ख्याल राख्छु डरो। यत्रो ठुल्ठुलो बनाइसकेँ मैले। सब मैले रोपेको यो पुरै अझै अब यो सार्ने बेलातिर अझै म अरूमा पनि सार्ने हो। आई लभ द स्ट्रबेरी मच। यो चाहिँ बल्ल थाहा भयो यो चाहिँ करेला हो गरे नि। यो यसलाई चाहिँ यहाँ चढाउन भनेर यस्तो गर्नु भएको छ मम्मीले। थकै पनि लागिसक्यो मलाई थकै। ठ्याक्कै यहाँबाट सनसेट देखिन्छ क्या। अहिले चाहिँ घाम डुबिसक्यो। अनि त्यसको हल्का उसबाट देखियो क्या के भन्छ अब त्यो मलाई थाहा भएन। अनि आज चाहिँ अलि मौसम क्लियरै छ ठिकै। त्यो पुरै हुस्सु जस्तो लागेर हल्का टेन्सन हल्का मात्रै देखियो। पुरै देखियो होइन त्यो अरू बेला घाम लाग्दा जस्तो देखेको छैन। अनि यहाँ पानी अघि न मैले लिएर आएको माटो त्यहाँबाट। अनि अब त्यो कोदालोभित्र हाल्छु। अनि खुट्टा धोएर अब पङ्खा घन्काएर सुत्ने फेरि एकछिन। अनि भात खानु उठ्ने त्यति हो। यहाँ मैले पानी हाल्छु भनेको पानी चाहिँ नहालेको छ। दुइटै उयो धाराको नि आएन यता मिटरको पनि आएन। त्यही भएर मैले हालेन। अनि अब चाहिँ म तल जान्छु। झ्याउ पनि लागिसक्यो। अब यो भ्लगलाई चाहिँ यतैतिर व्यवस्था हाल्नुपर्ने हुन्छ। अब एकैचोटि अर्को भ्लगमा भेट्छ। बाई बाई।